एक्सपो 2082 लाई प्रत्यक्ष अवलोकन गर्दैछौँ। हेरेर साथ दिनुहोला। यहाँको अवस्थाको बारेमा हामी चाहिँ देखाइरहनेछौँ। तपाईँहरू पनि हामीलाई हेरेर साथ दिनुहोला। हामी चाहिँ दुई भाइ चाहिँ आज यसो वस्तुगत रूपमै यहाँको चाहिँ वस्तुस्थितिकै बारेमा चाहिँ जानकारी लिउँ भन्ने एउटा सानो सोच विचारले हामी चाहिँ यहाँ तपाईँहरू सामु प्रस्तुत भएका छौँ। हेरेर साथ दिनुहोला। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उद्योग वाणिज्य सङ्घ भन्ने बित्तिकै विभिन्न बिजनेसका स्टलहरू पनि हामीले देख्ने गरिन्छ। यहाँ चाहिँ हरेक लत्ता कपडादेखि लिएर बच्चादेखि वृद्धसम्मका चाहिँ विभिन्न लत्ता कपडाहरूदेखि लिएर विभिन्न स्टिकरहरू, विभिन्न क्युआर कोड सम्बन्धी विभिन्न बिजनेसहरू पनि हामीले देखियो। यहाँ चाहिँ एउटा मनोरञ्जन मात्र होइन, यो मनोरञ्जनको अवसरमा केही बिजनेस पनि गरौँ, केही बिजनेसलाई पनि अगाडि बढाउँ भन्ने एउटा चाहिँ परिकल्पनाका साथ जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरले आयोजना गरेको गाईघाट एक्सपो 2082 सञ्चालन गरिरहेको छ। विगत एक हप्तादेखि चाहिँ सञ्चालन भएको यस उदयपुर एक्सपो 2082 हामी चाहिँ प्रत्यक्ष रूपमा अवलोकन गर्दैछौँ। हेरेर साथ दिनुहोला। धन्यवाद। हेरेर साथ दिनुहोला। हामी हेरिरहेका छौँ। यहाँ विभिन्न स्टलहरू छन्। धेरै बिजनेसका स्टलहरू पनि हामी देखिन्छ। हेरेर साथ दिनुहोला। यसको बारेमा हामी तपाईँहरूलाई अवश्य पनि जानकारी गराउँदैछौँ। मुख्य प्रवेशद्वार हामी पुरा गरिसकेपछि सेकेन्ड भित्रपट्टिको बाटोमा हिँडिरहेका छौँ। हेरेर साथ दिनुहोला। भित्री बाटोमा जाने बाटोहरूको विषयमा पनि तपाईँलाई चाहिँ देखाइरहेका छौँ। यदि नयाँ हुनुहुन्छ भने कताबाट जाने रहेछ त भन्ने विषयमा नै जानकारी प्राप्त गरिसक्नु भएको छ। हामी पनि यस क्षेत्रलाई चाहिँ प्रत्यक्ष रूपमा आएर अवलोकन गर्दैछौँ। तपाईँहरू पनि यस क्षेत्रमा आएर मनोरञ्जन लिनुहुनेछ भन्ने जानकारी गराउँदछौँ। हामी फेरि पनि पुनः स्वागत गर्न चाहन्छौँ तपाईँहरूलाई। ल हेर्नुहोस्, यहाँको अवस्थाको बारेमा तपाईँहरूलाई चाहिँ जानकारी गराउँदैछु। यहाँ हरेक किसिमका बिजनेस स्टलहरू छन्, जहाँ तपाईँलाई मन पर्यो भने जुनसुकै फुल पनि लिन सक्नुहुनेछ। जुनसुकै जुत्ता, चप्पल, घडी, कपडाहरू, हरेक चिजहरू चाहिँ यस क्षेत्रमा चाहिँ बिक्री वितरणका लागि चाहिँ राखिएको छ। विभिन्न चाहिँ प्रशोधन केन्द्रहरू पनि राखिएको देखियो, जसले हामीलाई निकै उमङ्ग उत्साहले छाएको छ। हरेक किसिमका खेलका स्टलहरू पनि हामीले देखियो। तपाईँहरूले चाहिँ जानकारी गराउँदैछौँ। हेरेर साथ दिनुहोला। देख्न सक्नुहुनेछ, यो चाहिँ पिङ हो। हामी चाहिँ जानकारी गरायौँ। आउनुहोला यस क्षेत्रको बारेमा। तपाईँहरू पनि जान्न इच्छुक हुनुहुन्छ, देख्न इच्छुक हुनुहुन्छ भने यहाँ विभिन्न चाहिँ महिन्द्राको चाहिँ कम्पनीले चाहिँ विभिन्न गाडीहरू पनि बिक्री वितरणको लागि राखेको देखियो, जसले गर्दा चाहिँ तपाईँहरूलाई चाहिँ आवश्यकता परेको छ भने यहाँ आएर पनि खरिद गर्न सक्नुहुनेछ। त्यसको लागि पनि आग्रह गरेँ। हामी फेरि पनि स्वागत गरिसकेका छौँ। टिकट घर हामी अहिले उदयपुर एक्सपो 2082 को प्रत्यक्ष अवलोकनका क्रममा छौँ। हेरेर साथ दिनुहोला। मेरो साथमा दिपेन्द्र श्रेष्ठ सर हुनुहुन्छ। उहाँलाई चाहिँ आजको यो उदयपुर एक्सपो 2082 को बारेमा चाहिँ प्रत्यक्ष अवलोकन गरिरहनु भएको छ। सो सन्दर्भमा केही प्रश्न उहाँसँग चाहिँ सोध्न चाहेँ। दिपेन्द्र सर, तपाईँलाई यो उदयपुर एक्सपो 2082 को शुभ उपलक्ष्यमा चाहिँ हजुरलाई हार्दिक स्वागत गर्न चाहेँ। थ्याङ्क यू। त्यसको लागि तपाईँहरू पनि यस रमणीय स्थल हाम्रो उदयपुर वाणिज्य सङ्घले उद्घाटन गर्नुभएको कार्यक्रममा आइदिनु होला सबैले। दिपेन्द्र सर, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहेँ। यो जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरले आयोजना गरेको उदयपुर एक्सपो 2082 को हामी चाहिँ प्रत्यक्ष प्रसारण जस्तीमा छौँ। तपाईँहरूलाई पनि हामी टाढा टाढाबाट हेरिरहनु भएको छ, हामीलाई साथ दिइरहनु भएको छ। त्यसैले हामीले चाहिँ टाढा टाढाबाट हेरेर साथ दिइरहनु भएको छ। तपाईँहरूलाई पनि यस क्षेत्रको बारेमा जानकारी गराउँ भन्ने एउटा चाहिँ हेतुले तपाईँहरू सामु चाहिँ उपस्थित भएका छौँ। हामी फेरि पनि स्वागत गर्न चाह्यौँ। यहाँ विभिन्न जात जाति धर्म विशेषका विभिन्न खानाका परिकारहरू स्वादिष्ट र ताजा पाइँदो रहेछ। यहाँ चाहिँ धेरै स्टलहरू छन्। खानाका परिकारहरू धेरै धेरै प्रकृतिकाहरू छन्।
जसले तपाईँहरूलाई मनोरञ्जन मात्र होइन, मनोरञ्जन क्रममा चाहिँ भोक पनि लाग्ने गर्छ। त्यो भोक प्यासहरू मेटाउनु पनि पर्छ। तपाईँहरूकै लागि, हामीहरूकै लागि चाहिँ विभिन्न दुःख गरेर यस क्षेत्रमा चाहिँ बिजनेस व्यापारहरू गर्दै हुनुहुन्छ। अवश्य पनि तपाईँहरूले चाहिँ हामीलाई हेरेर साथ दिनु होला। यहाँको बारेमा चाहिँ धेरै धेरै जानकारी नै गराउनेछौँ। हेरेर साथ दिनु होला।